गुड मर्निङ होइन हाम्रो टिम चाहिँ अब यस्तो होइन मर्निङ वाक भन्ने कि यसलाई के भन्ने सर हङ्ग्री वाक भोक लागेर भित्र खाना नपाएर हामीहरू खाना ढुन्नु बाहिर निस्क्या हौ भित्र खाना पाक्न अलि ढिला नै भयो धेरै ढिला भयो 11-12 बज्न लाग्यो होइन हङ्ग्री वाक हो क्या यो भन्यो हाम्रो टिम केही खोज्दै हिँड्दै गरिरह एकदम चलिरह हामी पसलमा अब त्यही जङ्क फुड खाने हो चाउचाउ बाउचाउ खाने हो जेनी छ होइन यहाँबाट तलको भ्यू हेरौँ क्या कति राम्रो हो दामी देखिन्छ योभन्दा राम्रो अरू के चाहियो होइन क्या दामी देखिन्छ होइन एक नम्बर देखिन्छ क्या शाहरुख खान पोज हो क्या एभ्री म्यान सिग्नेचर पोज भने यही हो क्या एभ्री म्यान सिग्नेचर पोज भने यही हो क्या सबैले यस्तो गर्ने सबैको सिग्नेचर पोज यही हो हैन सर रमाइलो छ जे होस् माथिबाट हेर्दा तल बजार राम्रो देखिन्छ हैन एकदम राम्रो देखिरह तल बजार हैन आनन्द छ क्या हाम्रो ठ्याक्क पछाडि चाहिँ हाम्रो मतदान केन्द्र उ पछाडि छ हैन टक्क खाना नपाएर 12 बजिसक्यो भोक लागेर त्यही भएर हामी चाहिँ बाहिर निस्क्यौं चाउचाउ खाउँ चाउचाउ नै खाउँ होला अरु त के खाने होला अरु त के खानु कुरो भएर वाइ छैन बाहिरै घाममा बसेर खाउँ होला भित्र ल के गर्ने त नि हैन यस्तै हो गाह्रो हुन्छ एउटा मिल्नबाट ल्याउँ त बाहिरको अब के गर्ने हैन सर यस्तै छ चाउचाउ खाएर जिन्दगी बिताउनु पर्छ के त्यहाँ रहेछ पानी निकाल्नुस् न त्यहाँ छ निकाल्नु बोतल राख्नु है माथि लग्नु पर्छ हिजो पानी नभएर रुममा हैन